यहाँनिर तयारी हुँदैछ होइन सडक नाटकको तिमीलाई देखेर तिमीलाई देखेर यहाँ चाहिँ हाम्रो हेर्ने मान्छेहरूको भिड लागिरहेछ होइन खाएर भन्छु म यो जुनी भरि तिम्रो नै बन्छु छाडेको कसम खाएर भन्छु म यो जुनी भरि तिम्रो नै बन्छु झपै झपै ए झपै झपै ए झपै आइने मगनीलाई खबर भनी हाल्ने मुखै परेर बसौँ लाग्यो मलाई तिरै जोडेर 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 देखिन्छ शिर खाली मैले त सधैँ हजुरकै तिर खाली लाग्दैन केही राम्रो ती मगनीको जे हेऱ्यो त्यही राम्रो मलाई त आफ्नो लाग्दैन केही राम्रो ती मगनीको जे हेऱ्यो त्यही राम्रो झपै झपै ए झपै झपै ए झपै आइन मगनीलाई बोलेर खबर भनी हालिने मुखै खोलेर मुनिस दाजै भन्न थालिने हातै जोडेर 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 यहाँहरूले चाहिँ बरु यता साइडतिर आइदिनु यता आइदिनु तपाईहरु अब नाटक त भयो सुरु हुने हो के अब नाटक हामी सुरु गर्छौं
यहाँहरूलाई चाहिँ सानो मनोरञ्जनमा एउटा नृत्य देखाइयो यो अगाडि आइदिनु न अगाडि आइदिनु त यो अहिले यहाँहरूको बिचमा हामीले सानो एउटा नाटक लिएर आएका छौँ र योभन्दा पहिला सायद हो कि परार हो एउटा यहाँ लिएर आएका थियौँ सायद त्यो पनि हेर्नुभयो होला त्यस्तै गरेर अहिले पनि एउटा लिएर आएका छौँ यो खबरदारी नामको सडक नाटक र यो नाटक यहाँ ल्याउनको लागि यो कार्यक्रमको आयोजक हाम्रो यो दाउन्ने देवी वन उपभोक्ता समूह त्यस्तै गरेर यहाँ हामीलाई ल्याउनको लागि आर्थिक सहयोग गर्ने हाम्रो यो वडा नम्बर 14 र वडा नम्बर 16 ले आर्थिक सहयोग गरेको छ उठ्यो के ग्रुपै हेर्ने हो के यो के विषयको कार्यक्रम होला जस्तो लाग्छ होला भन्नुस् त एकचोटि के विषयको नाटक हुन सक्छ यो बाटोको विषयमा अनि के को विषयमा हुन सक्छ सडकको विषयमा हुन सक्छ सडक भनेको अलिकति चाहिँ ढिलो कालो बाटो भनेको चाहिँ ढुङ्गा सुङ्गा माटो हो अब हेर्नुहोस् है हामीले एक थोक सोचिरहेका छौँ यो विषयको हो कि भन्ने छ तर सायद यहाँहरूको विषय मिल्न पनि सक्ला नमिल्न पनि सक्छ मिल्यो नै भन्नु पर्दैन मिले छैन भन्नु पनि परेन त्यस कारणले यहाँहरूलाई हामीले एउटा सन्देश लिएर आएका छौँ मनोरञ्जन त कति दिन सक्छौँ त्यो हामी भन्न सक्दैनौँ तर सन्देश भने हामी अवश्य दिनेछौँ यति भन्दै म मेरा रङ्गकर्मी साथीहरूलाई कार्यक्रम प्रस्तुत गरिदिनु हुन म अनुरोध गर्दै एकछिनको लागि यहाँहरूको माझबाट म बिदा हुन चाहे अनि हाम्रो कलाकारहरूलाई यहाँ आफ्नो अभिनय प्रस्तुत गर्नको लागि यहाँले जोरदार तालीले स्वागत गरिदिउँ न आधी बोतल भइदिउ न दिदी माघसम्मलाई ऊ भइसक्यो के रक्सी छैन के बरु जान्छ रक्सी केले बनाउने दाउरै छैन खुट्टा जोडेर भएन के रक्सी बनाउन अब बमतिर गयो भने समितिले सबै खोजिदिन्छन् केले बनाउने हो रक्सी ए दिदी त्यसो त भन न एक पाउ भयो नि देऊ न दाउराको कुरा त मिलाइहाल्छु नि मैले कस्तो भनेर नमान्ने रहेछ यो त हो कि नै मान्छेलाई कस्तो भइसक्यो आज उजोर खायो भने मैले भोलि दिन्न र यही पनि पाहुनाको लागि राखेको कमाको चोखे लाग्छ कि ए दे तिमीलाई के चाहियो भन हात चाहियो कि दाउरा चाहियो कि बोलो चाहियो कि चारपाटे चाहियो भन मैले टुलाइदिन्छु सबै बन्द त तिमीहरू जस्ता चोरहरूको लागि त हो नि हामी सिधा सादाको लागि होइन हामीले यसो दाउरा लिन गयो भने समितिले समातिहाल्छन् पहिला पहिला त सादा पख गर नि यति हुन्थ्यो अलिक यति लामो भाटा लिएर बस्छन् दाउरा जति यही चोरहरूको लागि दाउरा मात्र किन गुल्ली सुल्ली सबै ओ त्यही सो व्हाट यु आई चोर कसम नउठेको रिस पनि नउठाऊ है मैले रक्सी देसी मलाई नै फर्काउँछ ओ त्यही बडी नो ट्याक ट्याक
हो दाइ अहिले किन कराइराखेको दिदी के भयो के हो र अनि You look. यति आइ क्या हो के हो ठुलो के हो You look भनेको अङ्ग्रेजीमा मलाई हेर भनेको ओ त्यसो भन्न मात्र नि यो लुक भन्छ म पनि गएर लुक्नलाई हेर्नु त हजुर यस्तै अङ्ग्रेजी नजान्ने मान्छेलाई कति सम्झाउनु त्यही भएर मेरो सङ्गत गर भनेको अनि मैले रक्सी खाएँ त खाएँ मैले भोलि पछि भएँ दिन्छु त उधारो खाएँ नि तिन त तिरिन्छ हो दाउरा बेच्छु भनेको त चोर पो भन्छ केमा चोर जस्तो देखिन्छु र कहाँ देखिने नि चोर जस्तो हो त नि त्यही त भनेको चोर पो तिमी जस्तो देखिन्छ भन्नु त्यो चोर तिमी जस्तै देखिन्छ भन्नु ओ दाइ तिमीलाई त चोर भने होइन What's it? You I चोर मलाई हेपेको पर्जाले भन्न खोजेको के हो भन्दा त्यो जङ्गलबाट जसले जे ल्याए पनि हुन्छ नि घाँस दाउराहरू अब हेर न यहाँ सुन न मेरो कुरा अब हामी पनि ठुल भए अब त्यही लिङ्गो काटेर त्यही जङ्गल त जाँदैछौँ नि होइन र अनि यो वन हाम्रो हो जसले जे काटे नि हुन्छ कसले रोक्छ हेरौँला हो त अब दाउरा काट्नु मनलाई दाउरा काटिन्छ घोटा काट्नु मनलाई घोटा काटिन्छ होइन जे काट्नु मनलाई त्यही काटिन्छ मैले पनि अस्तिको शनिबार सालको लाठो काटेको थिएँ पानी मरिसक्यो होला मैले नि लिन रक्सी खान नपाउला यो चोरको दाउरा कुन किन चाहियो छिटो जाउँला भनेको कता हरायो म खासै जङ्गल त अब कतातिर जाने केही पत्तो छैन म छु त नि अब उताको पाखामा अस्ति गएको केही जात छैन भतिर लिएर जाए लात्रा भतिर लिएर जाने फेरि सजिलो हुन्छ क्या छिटो ओए हेर त कति राम्रो सालका लात्रा ढालिदिउँ क्या नपर्ने खेदेबाट ढाल्यो भने म यही ढालिदिन्छु अनि समिति आयो भने फेरि यही भए पनि खस्नुहुन्छ बाँधेछु अब आराम त आराम हो के भन्छु यहाँ आउने त लगाइसक्यो के गर्नु लागि 5 16 लाग्यो त ओए 16 अहिले म भन्छु के भयो यही सुतिन्छ होला नि ए भाग छिटो म त्यही पातमा सुत्ने होला भनेको त्यस्तै त पुत्री डरेर चालै चुप राख खाजा हो चाउचाउ बेचिहाल्छ अब यहाँ त सलाई पनि जान्छ
चलिसकेको न अनि यता गर्छ सल्किलिस सल्किन के ओइ यता आइज पोलिस ओके अलि उता लाग्यो आगो चाहिँ किन लाइन नि नलाउनु अब आगो लाग्यो भने त भूमि जति सबै सफा मको फुल झऱ्यो भने पट हुनु सजिलो पानी पर्यो भने बर्खाले किन नपर्ने उता पनि लगाइदिनु त्यहाँनिर त सबै अब आगो निभाउँछु रे निभाउ त छिटो मैले भर्खरै लगाएको आगो होइन नि त अनि कसले लगाएको बहिनी यहाँ आगो देखेनौ तिमीहरूले खै हामीलाई त केही पनि थाहा छैन है केही त हामीलाई थाहै छैन ए भन्छु तिमीहरूले देखेनौ है यिनीहरूले लगाएको आगो तिमी अनि किन देखेको र देख्नुपर्छ अघि आधा घन्टा अगाडि म यहाँ आउँदाखेरि केही जात थिएन अहिले नि त ठाउँको ठाउँ तिमीहरूलाई त म यो दाउरा घाँसको भारीहरू चाहिँ कसको दाउरा मेरो घाँस यसको हो अनि यसरी सालको लात्रा यसरी काट्ने हो हरियो दाउरा काट्न पाइन्छ जङ्गलमा किन काटेको अलैबाट काटिदिएको अलिकति जाँगर हुनु पर्यो नि डुल्नु पर्यो नि वनभित्र सुके मुटेका दाउरा झरेको हुन्छ हाँगा बिगा भेटिन्छ त अनि तिमी चाहिँ डाले घाँस काट्ने भनेर हाँगा बिगा काट्ने त्यो बुट्राको ढाडैबाट मन्टै काट्ने हो के गर्ने दिदी अब ठुल्ठुलो रुखमा चढ्न सकिन्न त्यही भएर बिचैबाट लुङ्गी लगाएर अहिले चाहिँ यो बुट्टा ठाउँमै काटिदिन्छ अनि अर्कोचोटि घाँस के काट्छौ हाँगा बिगा काटेर पो बनाउँछ अनि यो आगो चाहिँ किन लगाएको ल भन्छ खै यसरी लाग्यो के अरे मैले मात्र लाग्छ आगो लाग्ने भइ सफा हुन्छ मौवाको फुल झर्छ टिप्न सजिलो हुन्छ अनि पानी पनि च्याउ पराउँछ भन्थ्यो अनि लगाइदिएको अलिक च्याउ पनि समितिलाई ल्याइदिनु लाग्यो चुप नचाहिने कुरा नगर तिमीहरूको छोडिक स्वार्थको लागि यसरी वनमा डढेर लगाउने हो वनमा डढेर लगाउँदाखेरि कति कुराको नोक्सान हुन्छ थाहा छ तिमीहरूलाई भर्खरै उम्रिँदै गरेका पालुवा बिरुवा सर्लक्कै नाच्नु जङ्गलमा बस्ने वन्यजन्तुहरू सबै आफ्नो ज्यान बचाउनलाई उस्तै परे बस्तीतिर आइदिन्छ त्यहाँ दुर्घटना घट्यो भने के हुन्छ ती सानसाना जनावर चराचुरुङ्गीको वासस्थान सबै नष्ट हुन्छ जलेर मर्छन् बिचराहरू पनि आएका छैन तिमीहरूलाई थाहा छ यसरी वनमा डढेर लगाउने मान्छेलाई 10,000 रुपियाँ जरिवाना र 1 वर्षसम्म कैद पनि हुन्छ हो र दिदी त्यति मात्रै हो र घटनाको प्रकृति हेरेर त्योभन्दा बढी पनि सजाय हुन्छ ठुलो नउडा त हो र दिदी भयो गल्ती भयो हामीबाट अब यस्तो कहिले नि हुँदैन हो दिदी हजुरले हाम्रो जिम्मेवारी बताइदिनु अबदेखि हामी यस्तो काँचो दाउरा कहिल्यै काट्दैनौँ अरू जङ्गलै आउँदैन भाइ दिदी अहिले जान दिनु अहिले भारी चल्दै त्यस्तो कहाँ हुन्छ यिनीहरू त पटकै हो दिदी तिमीलाई मैले पहिला नि सम्झाएको होइन त्यो त अस्ति नै हो अस्ति हो त्यहाँ अहिले हो पटक्यो भनेपछि पटक्यो हो नि त एकचोटि राम्रोसँग सम्झाउँदाखेरि नमान्ने मान्छेलाई त कारवाही गर्नु परिहाल्यो जान दिन त जान त दिन्छु नै पहिला भारी बोक कहाँ जाने भन्ने कुरो त पहिला वन अफिसमा गएपछि थाहा हुन्छ कुरोको भारी बोक भाइ तिमी चाहिँ जाऊ त्यहाँ अघि रेखा बनाउँदै गरेर त्यहाँ अरू समिति लिएर जाऊ है कतै आगो लगाइहाल्यो भने निभाउन नि हुन्छ ल हुन्छ अब हामी कहिले आउनौँ कि आज भारी लिएर जान्दिनौँ भारी त बोकेरै जाने हो तर पहिला वन अफिसमा होइन अनि समितिले निर्णय गर्छ तिमीहरूलाई के कारवाही गर्ने अनि कसरी छोड्ने भन्ने कुरा विचार गर्नु उठाउ भारी उठाउ ल तिमीले पनि भारी बोक्नु यति ठुल्ठुलो लक्ष्मणका काटेर ल बोक दिदी अलिक देख्छ नि ल ठ्याक्कै पर्दिङ जस्तै हुने बेहोरा देख्दा त हेर्छ दाउरी कति छिटो बोकेर दगुरी छ अब थाहा हुन्छ वन अफिसमा गएपछि लाइजी कान्छ घुर्नु भयो साह्रै यहाँ पिछामै एकछिन है छोड्नु है त्यहाँ लाग्ला ठुल्बा अरूले भयो यही यो के लिङ हो कस्तो बाङमा टिको ल्याउँथे होइन अब बिहामा त्यो बजाउने त्यो के भन्छ यस्तो ठुलो हुन्छ यस्तो ल्याउँथे अब यो पालि त हेर्ने भयो नि सबैले के हेर्नु भयो भन्नु खोजेको लिङ हाम्रो लिङ्ग हेर्नु भयो भनेको दाइ पनि
के साल काटेर लिएर आएको सर किन ल्याएको साल काटेर ए नानी पूजा गर्नको लागि लिङ्गो काटेर ल्याएको हो के सायद पूजा गर्नको लागि लिङ्गो त रुखमा चढेर हाँगा बोकाउनु पर्छ खैमा चढेर काटेको हो कि नानी सायद यहाँ सुन्नु न दिदी अब पूजाको लागि हामीलाई चाहिएको लिङ्गो होइन अब त्यो सालको रुख होस् कि सालको हाँगाको होस् अब साल त सालै हो क्या डुल्नु होइन अब हामीलाई के स्वाद भयो र अब यस्तो होइन नि पूजाको लागि यतिको त गर्नु पर्यो नि यस्तो होइन नि दाइ तपाईँ जतिको उमेरले परिपक्व मान्छेले रुखमा चढेर हाँगा ल्याउनु पर्नेमा यसरी सालको लात्रै काटिदिएपछि वन जङ्गलको विनाशले भविष्यमा कति ठुलो विपद आइपुग्छ यो कुरामा विचार गर्नुभयो क्षणिक स्वार्थले गर्दाखेरि भविष्यमा हाम्रो भावी पुस्तालाई वातावरण प्रदूषित भएर कति अप्ठ्यारो परिरहन्छ अहिलेको यो वायुमण्डल तहमा पुवाल पर्न लागिरहेको छ वायुमण्डल दूषित भएर वन जङ्गलको विनाशले गर्दाखेरि वन जङ्गल त जोगाउने जात हो नि हो दिदी अब हेर्नु ठुलो अब सबैले त यस्तै गर्छन् अब हामीले मात्र जोगाएर कहाँ हुन्छ सबैले गर्यो भन्दै तपाईँ हामी 2-4 जनाले यत्रो वन जोगाड सकिन्छ हो त अनि यता सुन्नु न भाइ हजुर तपाईँहरूले आज 2-4वटा काट्नुभयो भोलि सबैले गएर 2-4वटा त डरले काट्नुहुन्छ गर्दाखेरि त वन त कथा हुन्छ नि यही वन जोगाउनु पर्छ वन हाम्रो सम्पत्ति हो भन्ने कुरा नि हामी सबैले समुदायमा गएर सबैलाई जानकारी गराउनु जरुरी छ नि ल नानी अब तपाईँले अब जानकारी गराउँदै जानु ल एक दिन बसेर चिया खाँदै क्या कुरा गरौँ न क्या अहिले हामी केही कुरा सम्झाउनलाई यिनलाई फुर्सदै छैन पुरै सुन्दैनन् यस्ता सालका लाक्रा काटेर लिएर आछन् हरियो वन नेपालको धन भन्ने कुरा यिनलाई कहिले थाहा हुने होला ल्याएर यस्ता मतलब नभएका मान्छे भएपछि पनि अध्यक्षज्यू ओ अध्यक्षज्यू होइन कता जानुभएको छ होला हजुर देख्नुभयो अध्यक्षज्यूलाई किनेको छैन हजुरले देख्नुभयो होइन कसले बोलाएको ओ नमस्कार अध्यक्षज्यू नमस्कार भाइ नमस्कार के कामले आयो त भन त बर्बाद भयो अध्यक्षज्यू छोडी रहेछ के भयो त्यस्तो के हुने नि हिजो साँझ जङ्गलमा दाउरा काटेर राखेको नि उठाउन नभ्याएर आज बिहान जाँदा त 4 फिटे गुलिएको छैन कसले चोरेर लगेछ होइन के भन्छौ तिमीले दाउरा हरायो अरे हजुर होइन दायाँ बायाँ यसो कतै सोधेनौ भनेको कसैले लगेको देखाएको थियो कि सबैलाई सोधेको कसैले देखेन भन्छन् तर त्यहाँ गाडीको पाङ्ग्राको छाप पनि छ ए गाडीको पाङ्ग्राको छाप छ नि हजुर भनेपछि पक्कै चोरी भएको जाम हिँड्न त गएर बुझौँ त राम्रो आउँदा तेरिका ओ रक्सीकारीले लगाएछ है गुल्ली जति सबै यसैले बुझाएको ओए रोक आयो रोक भने सुन्नुहोस् तँ त म जाने तको मलाई रोक्ने म भनेर लु अहिले यसरी यो दाउरा लाउन पाउँदैन हेर किन लाउनु मेरो परिवार तिमीले पालिदिन्छौ लु पालिदिन्छौ भने यो दाउरा मैले लिएर जान्न यता सुन परिवार पाल्नको लागि अरू पनि त उपायहरू छन् यसरी काचै दाउरा काटेर बेच्नुपर्छ तँलाई अनि के गर्ने त ल आफ्नो खेतको डिलमा ढाले घाँस लगाउने रुख बिरुवाहरू रोप्ने खाली जग्गामा घाँसहरू छरेर पशुपालन गर्ने यसो गर्यो भने बाख्रा भैँसी गाईलाई घाँस पनि हुने भयो दुध पनि आउने भयो र गोबरबाट मल पनि हुने भयो र पाठा पाठी बाख्रा बेचेर दुध बेचेर पैसा आउने भयो यसरी आम्दानी गर्न सकिन्छ नि तेरो बुद्धि तैराक जाऊ बाबु लिएर जाऊ सबै धुलै कुरा त सुन यत्रो सम्झाउँदा नसम्झिने कस्तो कठोर रहेछ यो पहिले मैले हनुमान होइन मैले तल देखिस् को भन्दो रहेछ हनुमान हो हात नहालै फेरि के हुनु नि यसरी काँचो दाउरा ल्याछ यसरी काँचो दाउरा ल्याउनु नभनेको लग्न पाउँछ मसँग ए भाइ त सुन त यो जङ्गल कस्तो हो भन त हाम्रै हो
यो जङ्गल हाम्रो हो भने यसको रक्षा गर्ने काम कसको त यसको तिम्रो त लडेको लडाइ गर्ने भयो कि मेरो पुरै नसुन जङ्गल हाम्रो भएपछि त रक्षा गर्ने काम पनि त हाम्रो होला नि होइन हो हाम्रो हो भने यसरी काँचो दाउरा लिएर आउने काठमुढाहरू चोर्ने गऱ्यो भने जङ्गलको रक्षा हुन्छ त हुन्न हो मैले काटेकै होइन भाइले काटेको जसले काट्यो भने काँचो दाउरा लिएर आउन पाइँदैन अबदेखि यस्तो काम नगर है यदि कसैले यसरी काँचो ल्याएको थाहा पायो भने पनि समिति लाएर भन्ने गर ल्याउनै पर्यो भने सुनेका र ढलेका लिएर आउन कसले रोक्छ तिमीलाई जाने नजाने गल्ती भयो गर्दैन ठिकै छ आज एकचोटिलाई हामीले माफ गऱ्यौँ अब आइन्दा त यस्तो काम नगरे पछि जान सक्छौ अनि सुन तिमी जस्ता मान्छेले नै भनेर भोलि हामीले कार्यक्रम राखेका छौँ जङ्गलको बारेमा सबै गाउँलाई बोलाएर तिमी आऊ है त भोलि ल अहिले जाऊ फेरि जाऊ न भाइ छोड पहिले हामी जाऊँ त भोलि कार्यक्रमको तयारी गर्नु छ गइहालौँ कहिले समिति बन्यो भने ठुलो भन्छ लैजाऊ बोकेर भोलि फेरि रक्सी दिन तिमीले ओहो आज छलफल कार्यक्रम छ फेरि आजै कार्यालय सहिबीले छुट्टी लिनु पर्यो हेर त कति खोर मैले त होला साफ गर्ने त्यो चाहिँ कता छ खोरो हो कहिले साफ गर्थेन क्या हो कटिया खाएर बस्देको आज छलफल भनेको ढिलो भयो क्या भाइले त सफा गर्दै हैछ नि त है ओहो दिदी नमस्कार अनि जाने भाइ आज खै त कार्यालय छ छुट्टी रहेछ छुट्टी लिए रहेछ त्यही हो मैले नमस्कार म्याडम राइसन है त अरू पनि आउनु पर्ने थियो छिटो गर्नु है भनेर खबर गर्न पठाएको थिएँ मैले खबर दिएको नमस्कार नमस्कार ल भाइ म तिमीलाई अस्ति पनि सम्झाएको है यहाँ यस्तो सुरु गरौँ है त सबैजना नमस्कार सबैजनालाई म वनको अध्यक्ष बोले है त अब यहाँहरूले पनि प्रयोग गरेको वन प्रयोग गर्दै आउनु भएको छ होइन यसको चाहिँ अब सुरक्षा गर्नु पनि जरुरी देखियो वन मासिँदै गएको छ अब यसरी मासिँदै जाने भने वन त रित्तिन्छ त्यसपछि हामीलाई ठुल्ठुलो समस्या पर्न सक्छ त्यही भएर चाहिँ हामीले चाहिँ यस्तो जोगाउनु पर्यो भनेर यहाँहरूलाई बोलाएको जोगाउनु पर्ने रहेछ कस्तो लाग्छ कुरा कुरा त धेरै राम्रो हो नि होइन त्यही त नि अब यहाँहरूलाई थाहा छँदैछ नि अब तपाईँहरूले चाहिँ साथ नदिने हामी समितिले मात्रै चाहिँ जोगाउन सक्छौँ भन्न सकिन्छ त भाइ हो तपाईँहरूको साथ चाहिन्छ चाहिँदैन हो त्यही भएर अब के गर्ने त तपाईँबाट कुरा आउनु पर्यो नि त्यसको लागि त वन पैदावार चोरी हुनबाट जोगाउनको लागि नि जसले वन जङ्गल खडानी गर्छ आगो लाउँछ त्यसलाई जसले देख्यो त्यसैले खबरदारी गर्ने अनि सम्बन्धित निकायमा उजुरी गरेर कारबाही गराउने गर्नुपर्छ एकदम ठिक गर्नु हो तपाईँले हो मलाई एउटा कुरा चाहिँ सोध्नु मन लाग्यो भन्नुहोस् न दाइ कुरा के हो भन्दाखेरि तपाईँहरूले चाहिँ नि बेला बेलामा चाहिँ नि त्यो जङ्गल कटानी खरानी गर्नुहुन्छ नि के गर्ने सबै मिलेर लम्मा खान्छ त्यस्तो होइन क्या त्यस्तो होइन भाइ वन समितिले बुट्टा अवश्य पनि काट्छ तर बुट्टा काट्ने भनेर एक मेसेज जुन मन लाग्यो त्यही काट्न पाइँदैन ए हो त्यस्तो हो कुरा सुन्नु है बहिनी जुन मन लाग्यो त्यही बुट्टा काट्न पाइँदैन जङ्गलमा बुट्टा कटानी गर्दाखेरि पनि एउटा मापदण्ड हुन्छ त्यही अनुसार नै बुट्टा काट्ने हो अनि हामीले जङ्गलमा बुट्टा कटानी गर्ने ढुवानी गर्ने घाटगतिमा ल्याउने त्यो व्यवस्थापन गर्ने गर्दाखेरि पैसा खर्च हुन्छ कि हुँदैन खर्च त हुन्छ अनि हाम्रो वनमा कर्मचारी छन् अब नानीहरू आउँछन् उनीहरूलाई पनि हामीले तलब दिनु पर्यो त्यो तलब पनि हामीले समितिको खल्तीबाट दिने त होइन त्यही मनबाट पैसाले दिने हो त्यति मात्रै नभएर जङ्गलमा वृक्षारोपण गर्ने तारबार गर्नेदेखि लिएर अनि त्यो भत्किएको ठाउँमा हामीले गठबन्धन पनि गर्छौँ त्यति मात्रै होइन सामाजिक क्षेत्रमा पनि हामीले काम गरेका छौँ जस्तो विद्यालय खानेपानी खेलकुद बाल क्लब युवा क्लब महिला समूह यी सबैलाई
विभिन्न चाडपर्वहरूको बेलामा त्यहाँ निवेदन लिएर आउने कुनै पनि समूह हुनसक्छ उहाँहरूलाई पनि हामीले सहयोग गरेका छौँ हुनसक्छ हामीले तपाईँहरूले भने जति नै सहयोग त गर्न सकिएको छैन होला तर त्यो हाम्रो आय स्रोत पनि कम छ त्यसले गर्दाखेरि तर हामी ठ्याक्कै केही चाहिँ नगरेका छैन तपाईँहरूले राम्रोसँग बुझ्नुहुन्छ जस्तो उहाँलाई थाहा छ हामीले विद्यालयमा कति सहयोग गरेका छौँ के गरेका छौँ भने त उहाँ विगतदेखि अहिलेसम्म विद्यालयको लागि यो शौचालय निर्माणको लागि पैसा दियो पानी ट्याङ्की थिएन 4 लाख पानी ट्याङ्की निर्माणको लागि पनि भन्दै दिएको र अति विपन्न परिवारको लागि पनि यथाशक्ति सक्दो छात्रवृत्ति भनेर सहयोग गरेकै छ यति मात्रै होइन नि दाइ अति विपन्न परिवारलाई जसले कुनै पनि आय स्रोत छैन उसले किनै सक्दैन एकदमै अशक्त पीडित नै हो भन्ने कुराको पहिचान भएपछि त्यस्ता व्यक्तिहरूलाई त्यस्ता उपभोक्ताहरूलाई हामीले निःशुल्क दाउरा पनि वितरण गरेका छौँ त्यसको लागि निवेदन लिएर आउनुपर्छ हजुर त्यसो भए यसो गर्नु पऱ्यो भनेदेखि मेरो हराएन नाति भनेको छ त्यसको पर्सि चाहिँ नि छैटी हो यो छैटी बनाउनु पऱ्यो भने एउटा निवेदन लिएर आउँछु ल दाइ तपाईँ त पैसा तिरेर किन्न सक्ने व्यक्ति हो नि त तपाईँ किन्न सक्ने व्यक्तिले बिचरा त्यो सक्छै नसक्ने मान्छेको लागि गर्दैन भएन नि दाइ तपाईँ जति बुझेको मान्छेले यो त कुरा सही हो क्या ठुल्बा अब अस्ति हेर्नु न हाम्रै गाउँमा अब तिनवटा गाउँ घरकै गाउँ भन्दा घरकै आगो लाएर स्वाहा भएको त्यो त हो अनि तिनीहरूलाई लगेर यहीँ सबले वनले काठ दाउरा दिएर घर बनाएर कति बनाएर हो आमा बाउले दिएकै जेमा पनि हामी सँगै हामीले यति हो कि तपाईँहरूको माझमा हामीले प्रचार प्रसार गर्न सकिएन त्यसो हुँदाखेरि तपाईँहरूलाई लाग्यो कि समितिले तरिकाले बन्छलाई उनीहरूले आफूहरूले मात्रै खाए आफूहरूले मात्रै गरे त्यो चाहिँ होइन त्यति मात्रै होइन नि त म्याडम हामीले त सिमसारको विकासको लागि पनि काम गरेका छौँ सिमसारको चाहिँ सुरक्षा गर्नको लागि चाहिँ तटबन्धनहरू होइन त्यसको तपाईँ जलस्रोतले रक्षा गर्नको निम्ति विभिन्न कार्यक्रमहरू हामीले गरेकै छौँ नि त वृक्षारोपण गर्दाखेरि त्यो के अरे बहिनी के लाउने भनेको रे तिमीले हो त्यो डाले घाँस पनि लाउनु पर्छ नि फेरि भइहाल्छ नि अब उपभोक्ताहरूको माग हुनु पर्यो सबैभन्दा पहिला त हामी सबै किसान गाई भैँसी बाख्रा हामी सबैले पालिन्छ अब घाँसको लागि समस्या भयो भने तपाईँहरूले आएर सल्लाह गर्न पर्यो नि त पहिला अहिले भर्खरै तत्कालै त्यो वृक्षारोपण हुँदैन जाए किनभने अब त यो खडेरीको सिजन हो जङ्गलमा डढेलो लाग्ने सिजन छ यति बेला बिरुवा लगाएर त बिरुवा सर्दैन बर्खाको बेलामा मात्रै वृक्षारोपण गरिन्छ त्यसले गर्दा बिरुवा चाहिँ सहजै सजिलै सर्ने सम्भावना बढी हुन्छ त्यसो भए तपाईँहरूले साथ दिन तयार हुनुहुन्छ भने कहिलेबाट सुरु गर्ने म्याडम के भन्नु छ सुरु त गर्ने त्योभन्दा पहिला यो वडा प्रतिनिधिहरूसँग समन्वय गरेर सुरु गर्दा राम्रो हुन्छ कि भन्ने एकदम राम्रो हुन्छ नि सल्लाह अहिले चाहिँ दाइले नि कुरा बुझ्नुभयो भाइले नि कुरा बुझ्नुभयो र यसरी साथ पाउने भएपछि त हामी त अझ हौसला मिलेको छ नि म्याडम कसो समितिले लम्बाइ खाने चाहिँ होइन है त्यसो भएपछि अब के हुन्छ भने हामी यसरी लागेपछि त जङ्गल जोगाउन सक्छौँ नि त्यही भएर तपाईँहरूले हामीलाई साथ दिएपछि हामी पनि अझ राम्रोसँग काम गर्न सक्छौँ के गर्नुपर्छ भविष्यमा भन्नु होला र अब सबै मिलेर भनौँ त हामी सबैको जिम्मेवारी दर्शक बहिनी अहिलेसम्म यो कार्यक्रम हेर्नुभयो जस्तो अघि भनिएको थियो नि के को विषयमा कार्यक्रम छ भन्दा बाटोको भनियो सडकको भनियो हो त के को विषयमा रहेछ यो कार्यक्रम वन जङ्गलको विषयमा रहेछ यो वन भनेको हाम्रै लागि हो र वनले हामीलाई अक्सिजन दिन्छ हामी बाँच्ने आधार दिन्छ घर बनाउनु पर्यो गाई बस्तु पाल्नु पर्यो सबैको लागि वन चाहिन्छ त्यो वन हाम्रो हो र यसलाई जोगाउने जिम्मा कसको त जोगाउने जिम्मा कसको होला हाम्रै हो यो हामीले समिति बनाइन्छ समिति बनाइसकेपछि अनि समितिको 15 जना 17 जना 10 जना कतिजना छन् ल तिमीले हेर भनेर दिएर सक्छन् त उनीहरूले मात्रै हो त्यही जिम्मेवारी बोध गर्नको लागि र यो जिम्मेवारी हाम्रो हो भनेर सम्झनको लागि बुझ्नको लागि हामीले यो सानो एउटा नाटक लिएर आएका थियौँ यत्रो बेरसम्म यहाँहरूले आफ्नो कामै छोडेर यहाँ बसेर यो कार्यक्रम हेरिदिनु भयो
त्यसको लागि सुशली कला समूहको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै पछि फेरि पनि यस्तै कार्यक्रम लिएर आउने बाचा गर्दै यहाँहरूको माझबाट हामी बिदा हुन्छौँ। हस्त नमस्कार।